स्वर्गको एक टुक्रा रारा। रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन। यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फुलले ढपक्क ढाकेको हुन्छ। आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुद्री सतहबाट 2990 मिटर उचाइमा रहेको छ। सन् 2008मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल 10.8 किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ। तालको औसत लम्बाइ 5 किलोमिटर, चौडाइ 3 किलोमिटर र गहिराई 167 मिटर रहेको छ। रारा राष्ट्रिय निकुञ्जमा 51 प्रजातिका स्तनधारी जनावरहरू र 272 प्रजातिका चराचुरुङ्गी पाइन्छन्। यो तालमा विश्वमै कहीँ पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पनि पाइन्छ। रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फुलले ढाकेको रारा हेर्नका लागि मानिसहरू बढी भिड लाग्ने गर्छन्। रारा तालको पुरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब 4000 मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हुने गर्दछ। यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका 6वटा जिल्ला समेत देख्न सकिन्छ। रारा तालको किनार पुरै एक फन्को मार्न 5 घण्टा लाग्ने गर्दछ। रारा ताल राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकोले रारासम्म सवारी साधन प्रवेश निषेध रहेको छ। मिली चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ। तर पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाहरूको व्यवस्था रहेको छ। सवारी साधन छोडेपछि करिब 30 मिनेटको यात्रा पश्चात तालको छेउ पुग्न सकिन्छ। तालको छेउ पुगेपछि हिँडाइको थकान सबै मेटिने गर्दछ। वास्तविक राराको सुन्दरताले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि 2 दिनको सवारी साधनमा यात्रा पश्चात पुग्न सकिन्छ, अथवा नेपालगञ्जदेखि 40 मिनेटको हवाई यात्रा पश्चात मुगुको तालचा विमानस्थल अनि 2 घण्टा पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ। रारा ताल मात्रै नभएर समग्र कर्णाली प्रदेश नै पर्यटनको हब बन्न सक्छ। तर कर्णाली प्रदेशमा जति पर्यटक पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन्। यसो हुनुको मुख्य कारण भनेको कर्णालीको सुन्दरताको प्रचारमा कम हुनु हो। रारा जानलाई हवाईजहाजको टिकट पाइँदैन भन्ने गुनासो आउने गरेको छ। तर त्यो गुनासो सही होइन, किनभने टिकटका लागि पहिले योजना बनाएर जाने भए समस्या आउँदैन। तर बाहिरी प्रचार प्रसार भए जस्तो टिकट नै पाइँदैन भन्ने हल्ला मात्रै हो। अहिले राराको जानकारी दिनका लागि रारा प्रवेश गर्ने मुख्य नाकाहरूमा राराका विषयमा जानकारी दिने सूचनामूलक बोर्डहरू राखिएका छन्। राराका विषयमा जानकारी दिन सूचना डेस्क पनि तयार भइरहेका छन्। राराको सुन्दरता यति अलौकिक छ कि त्यहाँ गएपछि साँच्ची नै स्वर्ग यही नै हो भन्ने महसुस हुन्छ।